चियो भन्ज्याङ ट्रेल रनको लागि झन्डै हामीले 2 महिना जस्तो प्र्याक्टिस गऱ्यौँ। कहिले ट्रेल रन कहिले रोड रनिङ प्र्याक्टिस गरिरह्यौँ लगातार रूपमा। अनि फाइनल्ली त्यो दिनहरू नजिक आउँदै थियो। हेलो एभ्रिवान, इट्स मी ट्रान्सक्रिएसन। तपाईँहरूको समक्ष एउटा सानो भिडियो लिएर उपस्थित भएको छु। हामी रन एन्ड राइजको टिम वी आर गोइङ टु उत्तरे चियो भन्ज्याङ ट्रेल रन सेकेन्ड एडिसनको लागि गइरहेको छौँ। अब चाहिँ हामी नाम्ची बजार आइपुग्यौँ। लेफ्ट साइड तिमी ताकको ऊपर रहेछ यो उदेशको पछाडि राख्दाखेरि के भन्दैछ? 3 लाख रुपियाँ रहेछ जित्नेलाई। कस्तो मजाक देखेको है। अहिले घाम लागिरहेको भए सोच न कस्तो दामी हुन्छ यो। वासुदेव हर्न बजाउ न हो। भोलि 2 नोभेम्बर 2025 हामी आज हिँड्नु पर्ने तर बिहान पख धेरै बाक्लो पानी परिरहेको मैले एकचोटि चाहिँ नजाउँ कि जस्तो लाग्यो। तर मनले कहाँ मान्छ र। हामी 8 जना रन एन्ड राइजको टिम हामी उत्तरेको लागि निस्क्यौँ। मलाई चाहिँ आई लाइक टु यसरी टाइप गरेको थियो जग्गामा बसेर मैले हेर्दै। एकदम बजारको त हालत त कस्तो छ भन्दा पनि भयो। बाटो बजारको एन्ट्री नै हेर्नु न बाटोको बाटै छैन। सिङसोर ब्रिज सिक्किमको सबैभन्दा ठुलो ब्रिज। यहाँ चाहिँ हामी बिफ कलेक्सन गर्यो। यो चाहिँ उत्तरे बजार हो, भोलिको स्टार्टिङ पोइन्ट। यहाँदेखि चियो भन्ज्याङ ट्रेल रन हो र अहिले हामी बिफ कलेक्सनहरू गर्दैछौँ। यो चाहिँ हाम्रो बिफ कलेक्सन हुँदैछ। चाहिँ यहाँदेखि स्टार्ट भएर चाहिँ रोडै रोड गएर त्यहाँदेखि यो उकालो भोलि के होला कसो होला मैले सोच्दै बसिरहेको थिएँ।
भोलि कहिले आउला र म कुद्नु जाउँ जस्तो लाग्थ्यो, तर डर एकातिर छ। कफी पिउँदै थिएँ, त्यो डाँडा कहिले पुग्छ जस्तो लाग्दै थियो मलाई, त्यो डाँडा कहिले पुग्छ जस्तो लाग्दै थियो। हेलो, गुड मर्निङ एभ्रिवान। आज यसो बिहान हेरेको त घाम लागिरहेको रहेछ। हिजो पानी परिरहेको थियो। अब हामी खाजासाजा खाएर एक्सर्साइजहरू गरिकन हामी स्टार्टिङ पोइन्टमा जान्छ। अहिले मर्निङको अवस्था यस्तो छ, तर रनर्स छैन। रनर्स चाहिँ हामी नै हो। हुन्छ यसो हाल वकमा गो। हेलो गाइस, इसमे क्रिएसन तपाईँहरूको समक्ष एउटा सानो भिडियो लिएर उपस्थित भएको छु। अनि आज के हो भन्दा चाहिँ चियो भन्ज्याङ ट्रेल रन हो। अनि हामी 8 जना दाजुहरू आएको छौँ। अनि हामी अहिले उत्तरे बजारमा छौँ। उत्तरे बजारमा चाहिँ अहिले जस्ट उयो वार्मअप गर्नु मात्रै आएको। त्यस्तै छ। यहीँ घोडाहरू, यहाँ घोडा, त्यहीँ घोडा छ। के भन्नुहुन्छ त? मजा आउँदैछ? केही छैन अब। माथि पुग्नु चाहिँ साह्रो पर्छ है। माथि पुग्दा चाहिँ कस्तो हुने हो, अब सासहरू फुल्ने हो कि? ए यता चल्नु सबभन्दा हाम्रो ग्याङको चाहिँ लास्ट हो। फर्स्ट ए फर्स्ट हो। यता अभिषेक रुचाल आज पुगिन्छ। कस्तो हुने माथि पुगेर पनि हेरौँ अब माथि हेरौँ। बिहानै स्टार्ट गराउनु पर्ने हो कि यो चाहिँ हालिन्छ यो। हाल्नुपर्छ नि त यो त। यस्तो गरेको छैन। So we are ready for the Chiyo Vanjang Trail Run 2.0 with my boys, and we are getting pumped up, warmed up. आज चाहिँ मजा हुन्छ, वेदर पनि साथ दियो। ल क्यामेरा घुमाइदेऊ। भूपेन्द्र चाहिँ आउँदै थियो। हो भूपेन्द्र अघिदेखि कुद्दैछ यहाँ। हेलो गाइस, फेरि पनि आज हामी सोलो धनबादमा उत्तरे रनमा आएको छौँ। 2.0 चियो भन्ज्याङ, उत्तरे टु चियो भन्ज्याङ है। ल तपाईँहरूको कुद्नु हुँदैछ, अल द बेस्ट। जित्ने प्रयास गरौँ। हामी चाहिँ 8 जना दाजुभाइहरू छौँ है। हामी पनि अब वार्मअप गर्दैछौँ यसको लागि। तपाईहरुको जुलुमले गर्दा आज यो सक्सेसफुल भएर गयो है। अर्को कुरा सिनियर रनर्स पनि छ, जुनियर रनर्स पनि छ। हाम्रा लेडिज डेभलपमेन्ट सर भिडियो सर आइटिएम सर आफ्टर पेज पर चियो भन्ज्याङको बोट हो। सो बाटो चाहिँ पछाडि धेरैजना आउनुहुँदैछ। मै झन्डै 40 जना जस्तो पछाडि होला। यो ट्रेडको सबैभन्दा अभइल रहेछ। फर्स्ट
हामी सेकेन्ड चेकपोस्टमा आइसकेका छौँ। थ्याङ्क यू। अब चाहिँ पुग्नै आँटेको अवस्था। अब चाहिँ माथि भन्दै थियो हो मेरो अगाडि झन् लगभग 30 त गइहाल्ला। चियाभन्ज्याङ ट्रेल रन 2.10 किलोमिटर 2 नोभेम्बर 2025 मैले पनि कम्प्लिट गरेँ। मैले टाइम कभर चाहिँ 1 घन्टा 40 मिनटमा गरेँ। रनिङ चियाभन्ज्याङको दा कस्तो भयो? Humbling, very humbling. Very humbling. 1070 open category. चियाभन्ज्याङ आइपुग्दा एकदमै मजा आएको थियो। हाई अल्टिट्युडमा लोकेटेड एट 10,300 फिट एबभ द सी लेभल माथि कुद्नु पाउँदा र नेपाल इन्डियाको बोर्डरमा आइपुग्दा धेरै मजा आएको थियो। यसरी भोटामा लानुपर्छ भएको यहीँसम्म हो। ए यक्सम जानुभएको हो। कहाँ लानुभएको? ए ट्रेकिङ जानुभएको कहाँनिर? ए उत्तरेबाट कहाँसम्म जानु नि? ए यक्सम जानुभएको? ए हुन्छ हुन्छ बिस्तारै जानुहोस्। हिजो अहिले हामी चियाभन्ज्याङ मेरो उयो ट्रेल रन गरिसकेर फर्केर आउँदाखेरिको हो। अनि यस्तो छ ट्रेल। अघि हामी यस्तैमा बाटो कुदेको खासै चाहिँ। अरू दाजुहरू पनि गइसक्नु भएको छ। म बिचमा छु। अझै 2 जना अभिषेक दा र आशिष दा माथि हुनुहुन्छ हो। बाटो चाहिँ अब यस्तै छ। डाउनहिल हो। फर्केर आएको चियाभन्ज्याङबाट फर्केर आएको हो। बाटो अब कति छ होला। हो त्यहाँ आइपुग्यो। ए हुन्छ हुन्छ। फाइनली हामी पुगेर आएको छौँ। उत्तर आइपुग्नु आँट्यो। अझै 1.5 घन्टा जस्तो लाग्छ। 1.5 घन्टा 1.5 किलोमिटर जस्तो छ। ट्रेलसँग पनि बुझ्दिँदै मलाई सबै छोडिसक्यो। यो चाहिँ चियाभन्ज्याङ ट्रेल रनको हो। हामी सकेर अब सबै होमस्टेहरू पनि जिम्मा दिइकन अब हामी गान्तोकतर्फ जानेछौँ। थ्याङ्क यू।
for this wonderful event organized by Tentam Tourism Development Society and Government of Sikkim Siabanjang Trail Run 2025.